नमस्कार साथीहरू, आज चाहिँ म एउटा भिडियो लिएर आएको छु। रवि लामिछानेको बारेमा चाहिँ सन्तोष देउजाले चाहिँ एकदम राम्रो कुरो गर्नुभएको छ अहिले है। रवि लामिछाने त्यही भित्रै बसेको भए चाहिँ जेलमा आगो लाग्थ्यो र जेलमा आगो लागेपछि त्यहाँभित्र हुने क्षतिको चाहिँ जिम्मा को लिन्थ्यो त? रवि लामिछाने बाहिर निस्किएर जानुले नै त्यो जेल जोगियो र धेरैको ज्यान बच्यो। कुरा बुझ्नु म? यो अर्थमा रवि लामिछानेलाई धन्यवाद दिनुपर्छ। हरेक प्रहरी चौकीमा आगो लगाएको छ नि, जेल के हो भने भित्र थुनेको मान्छे भित्रै निसासिएर मर्ने अवस्था आउँथ्यो नि। बाहिरभन्दा ठुलो क्षति हुन्थ्यो भित्र। बुझ्नु म? त्यत्रो मान्छेलाई जीवन दिए भन्छु म त रवि लामिछानेले। अनि आयो नि भाइको भगौडा त होइन नि। फेरि अर्को ग्रुपले के लेख्यो भने भगौडा यहाँ प्रधानमन्त्री हुन आएको हो र रवि लामिछाने। उनले त हात ठडाए यहाँ गरे, पुरै युद्ध जितेर आएको जस्तो गरे भने हुन्थ्यो नि। रवि लामिछाने चाहिँ त्यो सनरुफ भएको गाडीमा नआएर ननिस्केर हात नहल्लाएको भएदेखि नि त्यो गाडी पनि जल्थ्यो। त्यो गाडीको सुरक्षाको लागि पनि उनी देखिएर हात हल्लाउनु पर्यो। जे पनि बोल्दिनँ यार। यसमा चाहिँ रवि लामिछाने कि भित्रै बसेर यदि बाहिर ननिस्केको भएदेखि रवि लामिछाने कारण यत्रो मान्छे मरे भन्ने, निसासिएर मरे, रवि लामिछाने बाहिर चाहिँ निस्केन, यो सबै मृत्युको कारण चाहिँ रवि लामिछाने हो भनेर अनि फेरि अर्को कुरा, अहिले जसरी यो कैदीबन्दी भाग्नुमा रवि लामिछानेको कारण भनिन्छ। अभागी हो यो मान्छे यार। जस पाउँदैन कि रवि लामिछाने। यो गरिन् भएको छैन, त्यो गरिन् भएको छैन। कस्तो दिनमा नेपाल फर्किएछ नि। अनि यो भिडियोलाई सेयर अनि सब्सक्राइब अनि फलो गर्न नबिल्नु होला र साथसाथमा जस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला। धन्यवाद।